नमस्कार चेतन विष्ट युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई स्वागत छ। आज म बिएड सेकेन्ड इयर अन्तर्गत मेजर इङ्ग्लिसको न्यू होराइजन बुकमा रहेको नुमाफुङ अ ब्युटिफुल फ्लावर युनिटलाई नेपालीमा भन्न गइरहेको छु। अर्थात् यसलाई अब हामी नेपालीमा सुनौँ। नुमाफुङ एउटा सुन्दर फुल। नेपाली चलचित्र इतिहासमा सर्वाधिक चर्चा कमाएको नुमाफुङ एउटा मात्र त्यस्तो चलचित्र हो सन् 2003मा फ्रान्समा भएको भेसउल चलचित्र महोत्सव अर्थात् भेसउल फिल्म फेस्टिभलमा सहभागी भई सर्वाधिक दर्शकले मन पराएको उपाधि जित्न सफल भएको थियो। त्यसैगरी बङ्गलादेश अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 2003मा दोस्रो राम्रो चलचित्र हुन सफल भएको थियो भने जापान, सिङ्गापुर, नेदरल्यान्ड, अमेरिका, अस्ट्रिया र चेचियामा औपचारिक रूपमा छनौट हुन सफल भएको थियो। त्यसैगरी यस चलचित्रलाई जनजाति धारणामा निर्माण गरिएको एक उत्कृष्ट चलचित्रको रूपमा पनि हेर्ने गरिन्छ। नवीन सुब्बाद्वारा निर्माण गरिएको नुमाफुङ लिम्बू भाषामा तयार गरिए तापनि पछि यसलाई थुप्रै भाषामा अनुवाद गरिएको पाइन्छ, जसले गर्दा यो चलचित्रले देशभित्र तथा बाहिर नाम कमाउन सफल भएको थियो। लिम्बू संस्कृतिमा आधारित रहेर लिम्बू जाति भित्र विवाह, अन्तिम संस्कार, झारफुक, पितृसत्ता, गरगहना तथा सांस्कृतिक पोसाककै दैनिक चलन, सुनौली, रुपौली जस्ता परम्परालाई नजिकबाट वर्णन गरिएको बताइन्छ, जसलाई जनजाति धारमा निर्माण गरिएका चलचित्रको मुख्य विशेषता भएको बताइन्छ। यस चलचित्रको कथालाई मुख्य नायिकाकी बहिनी लोजिनाको दृष्टिकोणबाट वाचन गरिएको छ। नुमाफुङको 2 पटक विवाह हुन्छ र दुवै पटक उनको बुबालाई सुन र पैसा दिइन्छ, तर नुमाफुङको दोस्रो श्रीमानले ऊमाथि अत्याचार गरेकोले ऊ रिकुटेसँग भाग्छे। त्यसपछि उनको दोस्रो पति गिरिहाङले सुनौली र रुपौलीमा दिएको रकमको दोब्बर रकम असुलेपछि नुमाफुङको बाउआमा कङ्गाल हुन्छन् र त्यहाँबाट विस्थापित भएर अन्य ठाउँतिर लाग्न बाध्य हुन्छन्। नुमाको दुःख र पीडाको कथा लिम्बू समुदायमा सबै नारीहरूले भोग्दै आएको यथार्थ हो। नुमाको इच्छा बिना नै पहिलो विवाह गरिन्छ। श्रीमानको मृत्युपछि ऊ विधवा बन्छे, कोख खस्छ, फेरि जबरजस्ती दोस्रो विवाह गराइन्छ। दोस्रो श्रीमान जडेहा हुन्छ, ऊमाथि अत्याचार गर्छ। मेलामा रिकुटेसँग भेट हुन्छ र पहिल्यै नजरमा माया बस्छ। अन्तमा ऊ रिकुटेसँग पहिलो जान्छे। आफ्नो परम्परालाई अस्वीकार गर्दै ऊ आफ्नो जीवनको निर्णय आफै लिन्छ। लेखकले नेपाली चलचित्रको गुणस्तर तथा वर्गीकरणमाथि प्रश्न उठाएका छन्। केही नेपाली चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नाम कमाउन सफल भएको प्रसङ्ग उठाउँछन्। विशेष गरी जनजाति संस्कृति विषयमा निर्माण गरिएका चलचित्रलाई प्रोत्साहन दिनुपर्ने र ती चलचित्रको धारलाई हिन्दी चलचित्रबाट प्रभावित व्यावसायिक नेपाली चलचित्रहरूभन्दा फरक भएको मान्यता दिनुपर्ने लेखक बताउँछन्। जनजाति चलचित्र उद्योगलाई फराकिलो बनाउँदै जानुपर्ने र यसलाई राष्ट्रिय रूपमा नै प्रवर्धन गर्नुपर्ने लेखकको राय रहेको छ। नेपाली चलचित्र उद्योग कुनै खासै सिद्धान्तबाट निर्देशित नभएको यस अवस्थामा लेखकले केही सम्भावित वर्गीकरणहरू सुझावका रूपमा प्रस्तुत गरेका छन्। नुमाफुङमा लिम्बू समुदायभित्र रहेको सुनौली, रुपौली, जबरजस्ती विवाह, कुरीति तथा अन्धविश्वास जस्ता कुसंस्कारको कडा आवाजमा विरोध गरिएको छ। नुमाफुङमा विशेष गरी पितृसत्ता र महिलामाथिको दमन, व्यक्तिगत इच्छा र सामाजिक परम्पराबीचको द्वन्द्व, महिलालाई वस्तुकरण गर्ने चलन, सांस्कृतिक आलोचना लगायत मूल भाव रहेको पाइन्छ। नुमाफुङ अ ब्युटिफुल फ्लावरलाई नेपालीमा अवश्य पनि बुझ्नुभयो होला। आफ्नै देशको यो फिल्म रहेकोले तपाईँहरूले पनि एकपटक अवश्य हेर्नुहोला। अब यसबाट इम्पोर्टेन्ट क्वेसनहरू म भन्न गइरहेको छु। यो एउटा फिल्मको रिभ्यू भएको कारणले तपाईँले इक्जाम प्रिपेरेसन गर्ने बेलामा कुनै एउटा फिल्मको रिभ्यू लेख्न आउन सक्छ। त्यसैले एउटा फिल्मको रिभ्यू तयारी गरेर जाँदा एकदमै उपयुक्त हुन्छ। जस्तै एउटा क्वेसन रहेको छ, राइट अ रिभ्यू अफ नेपाली मुभी यु हेभ वाच्ड इन अबाउट 1000 वर्ड्स भनेको छ। अब भर्खरै तपाईँले हेरेको एउटा मुभीलाई चाहिँ रिभ्यू गर्नुहोस् भनेर आउन सक्छ। तपाईँले त्यसको लागि एउटा तयारी गर्न सक्नुहुन्छ। त्यसै गरी वाट डु यु मिन बाई अल्टरनेटिभ सिनेमा, हाउ डज इट डिफर फ्रम कमर्सियल सिनेमा, राइट अ कपल अफ प्याराग्राफ पोइन्टिङ आउट द मेजर डिफरेन्सेस विथ इक्जाम्पल फ्रम नेपाली फिल्म इन्डस्ट्री,
यु क्यान कन्सल्ट अनलाइन रिसोर्स सच एज विकिपिडिया पनि भनेको छ। यसमा चाहिँ के भन्न खोजेको भन्दा वैकल्पिक चलचित्र भन्नाले तपाईँ के बुझ्नुहुन्छ, यी चलचित्रहरू व्यावसायिक चलचित्रभन्दा कसरी फरक हुन सक्छन् भनेको छ। तपाईँले चाहिँ विभिन्न अनलाइन माध्यमबाट पनि यसको फरकहरू लेख्न सक्नुहुनेछ। यदि तपाईँले कमेन्ट गर्नुभयो भने म त्यसको एन्सर पनि तपाईँहरूलाई प्रोभाइड गराउनेछु, तर तपाईँहरूले धेरै कमेन्ट गरिदिनु होला। त्यसै अर्को क्वेसन रहेको छ, वाच द मुभी नुमाफुङ इन डिभिडी अर इन युट्युब एन्ड राइट इट्स स्टोरी इन अबाउट 500 वर्ड्स भनेको छ। यसमा चाहिँ के भनेको छ भन्दा तपाईँले चाहिँ यो नुमाफुङ भन्ने मुभी हेर्नुहोस्, त्यसपछि चाहिँ यसको बारेमा चाहिँ 500 शब्दमा लेख्नुहोस् भनेको छ। यो चाहिँ तपाईँले मैले अहिले भनेको नेपालीमा दिएको समरी अनुसार पनि लेख्न सक्नुहुनेछ, अथवा तपाईँले आफै गएर फिल्म पनि हेर्न सक्नुहुनेछ। यदि तपाईँलाई आवश्यक पर्यो भने म अन्य प्रश्न पनि तपाईँहरूलाई प्रोभाइड गराउनेछु, कृपया कमेन्ट गर्नुहोला। आजको लागि यति नै। म केही लामो समयपछि तपाईँहरूमाझ भिडियो लिएर आएको कारणले अबको भिडियो चाहिँ कस्तो आइदिनु पर्ने हो, कुन कुन युनिटलाई समावेश गर्नुपर्ने हो, कृपया कमेन्ट गर्न नबिर्सिनु होला। अनि त्यसै गरी इक्जाम नजिकै आइसकेको कारणले साथीहरूमाझ सेयर पनि गरिदिनु होला, आफ्नो कलेजको साथीहरूमाझ सेयर गरिदिनु होला। म भिडियो अब भने लगातार ल्याउनेछु। तपाईँहरूले कुन कुन भिडियो, कुन कुन युनिटको भिडियो आफूलाई चाहिएको छ, कृपया कमेन्ट गरिदिनु होला। तपाईँले गरेको कमेन्टले मलाई पनि केही सहयोग हुनेछ। तपाईँले सेयर गरिदिनु भयो, त्यसै गरी मेरो युट्युब च्यानललाई कृपया सब्सक्राइब गरेर मोनिटाइजसम्मको अवस्थामा पुर्याइदिनु होला भन्न चाहन्छु। र भिडियो कस्तो लाग्यो जस्ताको त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सिनु होला। आजको लागि धन्यवाद।